हेलो साथीहरू, नमस्ते, सेवारो वेलकम छ हजुरहरूलाई मेरो मिनी ब्लगमा। हेर्न सक्नुहुन्छ साथीहरू, म चाहिँ आएको छु फुपूकोमा आज पनि। हेर्न सक्नुहुन्छ म चाहिँ यता क्यामेरा सेटअप गर्दैछु। हल्का मिलाउनु त पर्यो, कहाँबाट राम्रो देखिन्छ भनेर साथीहरू। त्यही भएर यहाँ फुपूले चाहिँ आज मासु बनाउनु बोलाउनु भएको थियो। मासु खाना चाहिँ खाँदैन भनेर म चाहिँ अनि गएको थिएँ साथीहरू। अनि हेर्न सक्नुहुन्छ मैले कराईमा तेल हालिसकेको छु। कराईमा तेल हालिसकेपछि हल्का चाहिँ तातिनु दिनुपर्छ। अलिक मजाले तात्यो भने चाहिँ मासु टाँसिँदैन साथीहरू कराईमा। त्यही भएर कराईलाई चाहिँ एकदम हिट तातो बनाउनुपर्छ। अनि त्यसपछि मात्रै उयो हाल्नुपर्छ। अनि तपाईँको मासुहरू एउटा पनि टाँसिँदैन साथीहरू। हेर्न सक्नुहुन्छ मैले मेथी पनि हालिसकेको छु। मलाई चाहिँ मेथी चाहिँ साह्रै नै मनपर्छ साथीहरू। मासुमा मेथी हालेको एकदम राम्रो लाग्छ। मेथी खानु तपाईँलाई स्वास्थ्यको लागि राम्रो पनि हो। तपाईँहरू पनि मेथी खानुहोस्। मेथी त अहिले धेरै नै दबाई भएको छ मेरो लागि चाहिँ साथीहरू। बिहान उठेर म मेथी खान्छु, दिउँसो पनि मेथी खान्छु, किनकि अहिले मेरो सुगर लेभल हल्का बढेको कारणले मैले मेथी खाँदैछु साथीहरू। हेर्न सक्नुहुन्छ मैले कराईमा चाहिँ डायमन्ड हालिसकेको छु। मेरो डायमन्ड थियो त्यही भएर यसो फ्राई गरिदिनु पऱ्यो भनेर चाहिँ सुरुमा मैले डायमन्डलाई हालेर फ्राई गरेँ। मेरो चाहिँ फेभरेट हो साथी डायमन्ड। त्यही भएर त्यहाँ अलिकति रहेछ 2-3वटा रहेछ। अनि त्यही भएर मैले हल्का फ्राई गरेँ साथीहरू। डायमन्ड फ्राई गरेपछि हल्का त्यसलाई रातो हुन दिनुपर्ने हुन्छ। हेर्नुहोस् न कत्रो त्यो डायमन्ड पनि पुरा बस्यो त्यो साथीहरू। मलाई त्यस्तो बोसो होला चाहिँ फेरि कस्तो मिठो लाग्छ। तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ कुनि? मलाई चाहिँ धेरै नै मिठो लाग्छ साथीहरू। सुँगुरको मासु जस्तै हुन्छ साथीहरू। त्यो डायमन्डमा बोसो भएको चाहिँ एकदम खानुलाई पनि मिठो हुन्छ। अनि मजाले रातो बनाएपछि त खानु त झन् चिरुम हुन्छ साथीहरू, मिठो हुन्छ। तपाईँहरू पनि त्यसरी बनाएर खानुहोस्। डायमन्ड धेरै नै मिठो लाग्छ तपाईँहरूलाई पनि साथीहरू। हेर्न सक्नुहुन्छ मैले चाहिँ 2-3वटा डायमन्ड हालिसकेको छु त्यसरी। अनि त्यो डायमन्डलाई चाहिँ हल्का फ्राई गरेर रातो बनाउनु पर्ने हुन्छ। हेर्न सक्नुहुन्छ डायमन्ड चाहिँ निकालेर मैले फेरि डायमन्डको चाहिँ भिडियो बनाइनँ, निकालेर त्यो कट्यो होला। हेर्न सक्नुहुन्छ मासु पनि तातिसकेको थियो र मैले हालिदिइसकेको थिएँ साथीहरू। कुखुराको मासु आज चाहिँ हामीले ब्रोइलर कुखुराको मासु खाएको, धेरै पछि ब्रोइलर खाएको साथीहरू। किनकि अस्ति त बर्ड फ्लू भनेको थियो, त्यही भएर हामीले खाएको थिएनौँ। धेरै भएको थियो, 3-4 महिनै भएको थियो होला सायद साथी लगभग। अहिले चाहिँ खान थाल्यौँ। हेर्न सक्नुहुन्छ मेरो डायमन्ड निकालेर मैले देखाउँदै पनि छु। डायमन्ड कति साह्रो मनपर्छ साथीहरू डायमन्ड। हेर्न सक्नुहुन्छ मासु हेर्न सक्नुहुन्छ नि एउटा पनि टाँसिएको छैन मासु साथीहरू कराईमा। हो त्यसरी तपाईँहरू पनि मजाले कराई चाहिँ रनक्क पारेर तताउनुहोस्। अनि मजाले मासु हाल्नु। अनि मजाले कराईमा टाँसिँदैन मासु चाहिँ एउटा पनि साथीहरू। म चाहिँ त्यहाँ एकछिन मासु भुट्दै थिएँ। अनि त्यहाँ के चाहिन्छ सब्जीहरू त्यो निकाल्दै थिएँ, प्याजहरू खोर्सानीहरू। अनि हेर्न सक्नुहुन्छ मासुमा हाल्ने प्याज, टमाटर अनि अदुवा चाहिँ मैले एकैचोटि साथीहरू मिक्सरमा ग्राइन्डर गरेँ। साथीहरू कलर पनि आउँछ टमाटरको, त्यही भएर मैले गरेँ साथीहरू। हेर्न सक्नुहुन्छ कस्तो राम्रो टमाटर
हेर्न सक्नुहुन्छ कस्तो राम्रो कलर आएको छ। र मैले लास्टमा धनियाँ पनि यसमा हालिसकेको छु। धनियाँ हालिसकेपछि लास्टमा त त्यही धनियाँ त हो साथीहरू, त्यसपछि त मासु पाक्यो भन्दा नि हुन्छ अनि चाहिँ खानुपर्छ। हेर्न सक्नुहुन्छ साथीहरू, मैले चाहिँ मासु लिएर बसेर खाई पनि आँटिसकेँ साथीहरू, खाइ पनि रहेको छु। हेर्न सक्नुहुन्छ मासु चाहिँ एकदम स्वादिष्ट भएको छ। सबैलाई मिठो लाग्यो भन्दै हुन्थ्यो र मलाई पनि मिठै लाग्यो। मासु त नमिठो हुने कुरै छैन साथीहरू, मासु त सबैलाई मिठै लाग्छ, चाहे जस्तो सुकै होस्। मासु त मासु नै हो, मासुलाई कसैले जित्न सक्दैन। मासु त सबले मिठै मान्छ, सबलाई मिठै भयो भन्दै थियो। मैले पनि हेर्नुहोस् न कसरी खाँदैछु साथीहरू, मिठो लागेर हात चढ्दै मासुको हड्डी। यहाँ भाइले चाहिँ मलाई जिस्काउँदै थियो भिडियो बनाइन्छु भन्दै। फेरि हेर्न सक्नुहुन्छ मैले आफै राखेर भिडियो बनाएँ साथीहरू। हेर्न सक्नुहुन्छ इफेक्ट चाहिँ मलाई साह्रै मनपर्छ साथीहरू। हाँस पनि उठ्छ तर मन पनि पर्छ, त्यही भएर मैले यसो राखिदिन्छु बेला बेला। इफेक्ट देख्ने बित्तिकै मलाई कस्तो साह्रो हाँस उठेर आउँछ क्या। मैले नेक्स्ट भिडियो पनि हालेको छु, त्यसमा चाहिँ मलाई आफै नै यस्तो हाँस उठेर आयो नि, यस्तो हाँसेको छु साथीहरू म। तपाईँहरू हेर्नु न त्यो भिडियो, कमेडी लाग्छ। ओके साथीहरू, अब यस्तै छ। तपाईँहरूलाई म नेक्स्ट भिडियोमा भेटौँला। मेरो भिडियोहरू हेरिदिनुहोस् होला, माया दिनु होला, सपोर्ट दिनु होला साथीहरू। तपाईँहरूको सपोर्टले गर्दा नै म अघि बढ्ने छु। अब तपाईँलाई नेक्स्ट भिडियोमा भेटौँला साथीहरू। बाई बाई, टेक केयर, राम्रोसँग बस्नु होला।